हामी चाहिँ च्याप्टर 7 को मुनभावा छङ्बो भनेको संस्कृति र जानकारीको बारेमा चाहिँ पढ्न गइरहेको छौँ। जहाँ चाहिँ नाल्सी भनेको चाहिँ वेदर अथवा मौसमको बारेमा रहेको छ। हाङ्गुकुन भनेको कोरिया चाहिँ फोम भनेको वसन्त, यरुम भनेको ग्रीष्म, खाउल भनेको शरद, खेउल भनेको चाहिँ शिशिर, साखेजरी भनेको चारवटा ऋतुहरू चाहिँ, तुर्याथान भनेको स्पष्ट भएको चाहिँ, नारा इम्निदा भनेको चाहिँ राष्ट्र हो अथवा देश हो। फोम भनेको वसन्त चाहिँ, सावल एस ओवल भनेको चाहिँ 3 महिनादेखि चाहिँ 5 महिनासम्म चाहिँ, तातुत हाम्य भनेको चाहिँ न्यानो र फतकोथ भनेको चाहिँ चेरी फुल, यङसानहोङ भनेको चाहिँ अल्जिया फुल अथवा घोडे फुल भनेर चाहिँ यङसानहोङलाई चाहिँ भनिन्छ। खाथुन भनेको जस्ता, आरुमदाउन भनेको चाहिँ मनमोहक अथवा सुन्दर, कोछी मानी फिम्निदा भनेको चाहिँ फुल चाहिँ धेरै फुल्छन्, फिम्निदा भनेको चाहिँ कोछी फिदा भनेको फुल फुल्नु, त्यसैले चाहिँ कोछी मानी फिम्निदा भनेको चाहिँ फुल चाहिँ धेरै फुल्छन्। सारामदुरुन भनेको चाहिँ मानिसहरू चाहिँ फोममाजी भनेको चाहिँ वसन्तको स्वागत गर्न चाहिँ, कोथ खुग्याङदो भनेको चाहिँ फुलको चाहिँ फुल हेर्नको लागि पनि चाहिँ खागो भनेको जान्छन् र आरुमदाउन भनेको चाहिँ सुन्दर, फोम ख्याङछिरुल छुल्गिम्निदा भनेको चाहिँ वसन्तको चाहिँ दृश्यमा चाहिँ रमाउँछन्। यरुम भनेको चाहिँ ग्रीष्म। युअरेस फारवाल भनेको चाहिँ 6 महिनादेखि 8 महिनासम्म चाहिँ, थप्गो भनेको चाहिँ गर्मी र फिगा मानी ओम्निदा भनेको पानी धेरै आउँछ अरे पर्छ। छाङमागा कुत्नागो भनेको चाहिँ मनसुन सकिएर चाहिँ, सामसिप दोगा नम्नुन भनेको चाहिँ 30 डिग्रीभन्दा चाहिँ बढी हुने चाहिँ अथवा 30 डिग्रीभन्दा चाहिँ माथि अथवा धेरै चाहिँ। मुदविगा सिजाक दोइमेन भनेको चाहिँ, मुदवी भनेको चाहिँ गर्मी, अत्याधिक गर्मी चाहिँ सुरु भयो भने चाहिँ सारामदुरुन भनेको मानिसहरू चाहिँ आरुमदाउन हेबेनिना भनेको चाहिँ सुन्दर समुद्री तट वा खेगोगुरो भनेको चाहिँ उपत्यकातिर चाहिँ हिउगारुल तनाम्निदा भनेको चाहिँ बिदा मनाउन चाहिँ तनाम्निदा भनेको चाहिँ प्रस्थान गर्छन् अथवा जान्छन्। फामेनुन भनेको रातमा चाहिँ, यल्देयारो भनेको चाहिँ गर्मीका कारण चाहिँ छामुल सल्सिगिदो हाम्निदा भनेको चाहिँ निन्द्रा पनि बिग्रने हुन्छ अथवा छामुल सल्सिगिदा भनेको चाहिँ निन्द्रा बिग्रनु अथवा सुत्न नसक्ने पनि हुन्छ। अर्को रहेको छ खाउल भनेको शरद। खुअरेस शिव इरुवाल भनेको चाहिँ 9 महिनादेखि 11 महिनासम्म चाहिँ शरद ऋतुलाई चाहिँ भनिन्छ। जस्तै खुअरेस शिव इरुवाल भनेको चाहिँ 9 देखि 11 महिना चाहिँ शरदमा चाहिँ माग्गो सिवनहान नाल्सिगा इय जिम्निदा भनेको चाहिँ माग्गो भनेको सफा र चाहिँ शीतल मौसम चाहिँ हुन्छ अरे। ह्याङ सेक गुरो भनेको चाहिँ विभिन्न रङमा चाहिँ, खोप्गे मुल्दुन भनेको चाहिँ विभिन्न रङहरूमा चाहिँ आकर्षक चाहिँ, मुल्दुन भनेको चाहिँ रङ्गाइएको चाहिँ आकर्षक रङ्गिएको चाहिँ, थानफुङ्गुल भनेको चाहिँ पातहरू चाहिँ, फोगी उहे भनेको हेर्नको लागि चाहिँ, सानुरो भनेको पहाडतिर चाहिँ यहेङ्गुल तनानुन सारामदुरी मानसुम्निदा भनेको चाहिँ यहेङ्गुल तनानुन भनेको चाहिँ भ्रमणको लागि चाहिँ प्रस्थान गर्ने अथवा भ्रमण गर्न चाहिँ जाने चाहिँ, सारामदुरी भनेको चाहिँ मानिसहरू चाहिँ मानसुम्निदा भनेको धेरै छन्। नाल्सिगा छोआ भनेको चाहिँ मौसम चाहिँ राम्रो भएर चाहिँ, हाकियो उन्दोङ होएना भनेको चाहिँ विद्यालयको चाहिँ उन्दोङ होए भनेको चाहिँ यो चाहिँ खेलकुद प्रतियोगिता वा छुक्चे दुङ्गुवा भनेको चाहिँ महोत्सव अथवा पर्व आदि चाहिँ। खाथुन भनेको चाहिँ पर्व जस्ता चाहिँ, छुङयोहान हेङ्सागा भनेको महत्त्वपूर्ण कार्यक्रम चाहिँ, मानि यल्लिम्निदा भनेको चाहिँ धेरै खोलिन्छ। अहिले यल्दा भनेको खोल्नु, त्यहाँबाट यल्लिम्निदा धेरै खोलिन्छ अथवा आयोजना गरिन्छ। ख्याउल भनेको चाहिँ शिशिर। ख्याउल भनेको शिशिर। सिप वरेस इवल भनेको 12 महिनादेखि चाहिँ 2 महिना उन चाहिँ यङहा सिप्दोकाजी भनेको चाहिँ यङहा भनेको चाहिँ 0 डिग्रीभन्दा मुनि भनेको चाहिँ यङहालाई चाहिँ भनिन्छ भने, यङसाङ भनेको चाहिँ 0 डिग्रीभन्दा माथि, यङहा सिप्दोकाजी भनेको चाहिँ 0 डिग्रीभन्दा मुनि 10 डिग्रीसम्म अथवा -10 डिग्रीसम्म चाहिँ। नेर्य खाल छङ्दो भनेको चाहिँ झरेर जाने जति चाहिँ। मेउ भनेको चाहिँ ज्यादै, छुप्गो भनेको चाहिँ चिसो अथवा जाडो र खाङमुरी अल्गिदो हाम्निदा भनेको चाहिँ, खाङमुल भनेको चाहिँ खाङ भनेको नदी, मुल भनेको पानी, नदीको पानी चाहिँ अल्गिदो हाम्निदा भनेको चाहिँ अल्दा भनेको जम्ने पनि चाहिँ गर्छ अरे। खेल चाहिँ 12 महिनादेखि 2 महिनासम्म चाहिँ यङहात सिप्दोकाजी भनेको चाहिँ -10 डिग्रीसम्म चाहिँ जाने भएर चाहिँ ज्यादै जाडो र नदीको पानी चाहिँ जम्ने पनि गर्छ अरे।
ज्यादै चिसो भएर चाहिँ नदीको पानी जम्ने पनि गर्छ अरे। नोफुन सिधे एनुन भनेको चाहिँ उच्च अथवा अग्लो ठाउँमा चाहिँ अथवा क्षेत्रमा चाहिँ नुनिमानी नेरिया भनेको चाहिँ हिउँ धेरै खस्छ र सुखिना सुखैतु बोथु भनेको चाहिँ स्की अथवा स्केटबोर्ड दुङ भनेको आदि चाहिँ खेउल सुफोचुरोल भनेको चाहिँ शिशिरको सुफोचु भनेको स्पोर्ट अथवा खेलको चाहिँ खेललाई चाहिँ छुल्गिनुन सारामदुरी मान सुम्निदा भनेको चाहिँ रमाउने मानिसहरू चाहिँ धेरै छन्। अब अन्तिम पेराग्राफमा रहेको छ हाङ्गुक सारामदुरुन भनेको कोरियन मानिसहरू चाहिँ नमु थौन यरुमिना भनेको चाहिँ ज्यादै गर्मी हुने चाहिँ ग्रीष्म वा नमु छुन खेउल बोदा भनेको चाहिँ ज्यादै चिसो हुने चाहिँ शिशिर भन्दा चाहिँ सिवान हागो भनेको चाहिँ शीतल र चाहिँ ख्याङ्सीका आरुमदाउन भनेको चाहिँ दृश्य चाहिँ राम्रो भएको फोमगुवा भनेको बसन्त र खाउरुल भनेको चाहिँ शिशिरलाई चाहिँ छुवा हाम्निदा भनेको मन पराउँछन् अरे। खुरना भनेको तर योजुमुन भनेको आज भोलि चाहिँ इसाङ खियोनुरो भनेको चाहिँ असामान्य खियोन भनेको चाहिँ खास खियोन भनेको चाहिँ तापक्रम हो अथवा असामान्य चाहिँ मौसमका कारण चाहिँ फोमगुवा भनेको चाहिँ बसन्त र खाउरी भनेको चाहिँ बसन्त र चाहिँ शरद चाहिँ चालबाजिन गत खाद्दाको भनेको चाहिँ छोटिँदै गएको भनेर चाहिँ मानुन सारामदुरी भनेको धेरै मानिसहरूले चाहिँ इयागी हाम्निदा भनेको कुराकानी गर्छन्। फेरि तपाईँहरूलाई नेपालीबाट एकचोटि पढेर सुनाउँछु। नाल्सी भनेको मौसम, यहाँ मौसमको बारेमा दिएको छ कोरियाको मौसमको बारेमा चाहिँ। हाङ्गुगुन भनेको चाहिँ कोरिया चाहिँ वसन्त ग्रीष्म शरद शिशिर चारवटा चाहिँ ऋतु स्पष्ट देखिने राष्ट्र हो। वसन्त चाहिँ 3 देखि 5 महिनासम्म चाहिँ न्यानो र चेरी फुल अल्जिया अथवा घोडे फुल जस्ता चाहिँ सुन्दर फुल चाहिँ धेरै फुल्छन्। मानिसहरूले चाहिँ वसन्तको स्वागत गर्न अथवा वसन्तको स्वागत गर्न र फुल पनि चाहिँ हेर्नको लागि चाहिँ गएर चाहिँ सुन्दर वसन्तको चाहिँ दृश्यमा चाहिँ रमाउँछन्। यरुम भनेको ग्रीष्म चाहिँ 6 देखि 8 महिनासम्म चाहिँ गर्मी र चाहिँ पानी चाहिँ धेरै पर्छ। छाङमा भनेको चाहिँ मनसुन अथवा चाहिँ छाङमागा भनेको मनसुन अथवा वर्षायाम चाहिँ समाप्त भएर चाहिँ 30 डिग्री भन्दा चाहिँ कट्ने चाहिँ मुदवी भनेको चाहिँ धेरै गर्मी अथवा अत्याधिक गर्मी चाहिँ सुरु भयो भने चाहिँ मानिसहरू चाहिँ सुन्दर समुद्री तट अथवा उपत्यकातिर चाहिँ अरे बिदा मनाउन चाहिँ जान्छन्। रातमा चाहिँ गर्मीको कारण चाहिँ सुत्न नसक्ने अथवा निन्द्रा चाहिँ बिग्रने पनि हुन्छ अरे। अर्को खाउल भनेको चाहिँ शरद ऋतु भनेको चाहिँ 9 देखि 11 महिनामा चाहिँ सफा र चाहिँ शीतल मौसम चाहिँ हुन्छ अरे। त्यसपछि विभिन्न रङमा चाहिँ रङ्गिएको चाहिँ पातहरू हेर्नको लागि चाहिँ पहाडतिर चाहिँ भ्रमणमा चाहिँ जाने मानिस पनि धेरै छन् अरे। मौसम चाहिँ राम्रो भएर चाहिँ विद्यालयमा चाहिँ खेलकुद प्रतियोगिता अथवा पर्व उत्सव आदि जस्ता चाहिँ महत्त्वपूर्ण कार्यक्रमहरू पनि धेरै आयोजना गरिन्छ अरे। अर्को खेल भनेको चाहिँ शिशिर चाहिँ 12 महिनादेखि 2 महिनासम्म 12देखि 2 महिनासम्म चाहिँ -10 डिग्रीसम्म चाहिँ तल -10 डिग्रीसम्म चाहिँ तल चाहिँ गएर चाहिँ -10 डिग्रीसम्म झरेर चाहिँ ज्यादै चिसो र चाहिँ नदीको पानी जम्ने पनि गर्छ अरे। अग्लो ठाउँ अथवा क्षेत्रमा चाहिँ हिउँ चाहिँ धेरै झर्ने हुन्छ अथवा खस्छ र चाहिँ स्की अथवा स्केटबोर्ड जस्ता चाहिँ शिशिरको चाहिँ स्पोर्ट भनेको चाहिँ खेलकुदमा चाहिँ रमाउने मानिसहरू पनि धेरै छन् अरे। 3 दिन चाहिँ चिसो र चाहिँ 4 दिन चाहिँ तातुधान भनेको चाहिँ तातो हुने चाहिँ सामहान साओन भन्ने चाहिँ एउटा चाहिँ घटना पनि उत्पन्न हुने अथवा एउटा चाहिँ परम्परागत एउटा त्यो घटना चाहिँ उत्पन्न हुने अथवा देखिने पनि गर्छ अरे। त्यसपछि कोरियन मानिसहरू चाहिँ धेरै गर्मी हुने चाहिँ यरुम भनेको चाहिँ ग्रीष्म अथवा ज्यादै चिसो हुने चाहिँ खेउल भनेको चाहिँ शिशिर भन्दा चाहिँ सिवान हागो शीतल र चाहिँ दृश्य चाहिँ मनमोहक भएको चाहिँ खाउल भनेको चाहिँ फोमगुवा खाउल भनेको चाहिँ वसन्त र चाहिँ शरदलाई चाहिँ मन पराउँछन् अरे। तर चाहिँ आजभोलि चाहिँ असामान्य मौसमका कारण चाहिँ वसन्त र चाहिँ शरद छोटो हुँदै गएको भन्ने चाहिँ मानिसहरूले चाहिँ कुराकानी गर्छन् अरे। आजलाई चाहिँ यति नै। अब अर्को नयाँ च्याप्टर 8 को चाहिँ मुनहावा छङ्बोमा चाहिँ फेरि अर्को भिडियो आउने नै छ ल।